सबैलाई नमस्ते अनि हाम्रो युट्युब च्यानल बाजे बजे ब्लगमा यहाँहरू सबैलाई स्वागत छ। र आज हामी गिलफड घुम्न जाँदैछौँ। गिलफडको बजार एरिया। अहिले हामी गिलफडको एउटा सपिङ मलमा छौँ। आजको हाम्रो योजना भियतनामी रेस्टुरेन्टमा गएर खाजा खाने प्लान छ। No, esto no. It's bueno. भियतनामी खाजा गजब मिठो लाग्यो। सबै एकदम टेस्टी थिए र त्यसमा पनि आज मलाई सबैभन्दा मिठो राम्रो लागेको चाहिँ भियतनामी कफी हो, जुन मेरो भिडियोमा पनि यहाँले देख्न सक्नुहुन्छ। मैले भियतनामीमा कफी खानु भन्नुभएको थिएँ, के खानु भनेको? कफी खाइसकेपछि फेरि अल्दरसन बजारमा आइसकेका छौँ र यो अहिले मेरो भिडियोमा देख्नुभएको अल्दरसनको बजार हो। खाली क्या अवस्था अहिले हामी हाम्रो घरमा आइपुगेका छौँ र यो हाम्रो किचन हो र आज हाम्रो अलिकता एउटा नेपाली टिपिकल खाना खाने योजना छ र हामी यो भिडियोमा तपाईहरुलाई देखाउने छौँ।
मसला हुन्छ भर्खर चलाएको मैले र नन भेज ग्रेभी पनि तयार भइसकेको छ। आजको हाम्रो टिपिकल खानासँग यो पनि हामीले खानेछौँ। यो हाम्रो दाल पाक्दैछ, तयार हुन लागिसकेको छ यो दाल। दालको साथसाथै हामीले यो चटनी पनि बनाएका छौँ र यहाँहरूले देखिहाल्नुभयो आजको हाम्रो यो टिपिकल नेपाली खाना। र आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। हवस् त, नमस्ते।